हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु है। मलाई पनि एकदम ठिक छ। यो चाहिँ मेरो बाइक है त, लुकिङ ग्लास झिक्दिएको। म चाहिँ अहिले मेरै गाउँ खिबाङमा छु है त। यो चाहिँ खाम्ला खिबाङ मुनि हो। यो खिबाङ चाहिँ यो डाँडामाथि हो। यो चाहिँ खाम्ला एरिया हो। यो डाँडामाथि मात्र हाम्रो ठुलो गाउँ छ खिबाङ गाउँ। यो थार चाहिँ सब धान रोपिन्छ है। तलदेखि माथिसम्म धान खेती छ यसमा। मेन गरी यो ठाउँमा चाहिँ धान खेती हुन्छ राम्रो। यो सिधा अगाडि चाहिँ मेरो घर छ उता। अब चाहिँ डाँडासम्म म टेस्ट राइड गर्न आएको थिएँ, फर्किम है त। अब यहाँभन्दा अगाडि चाहिँ बाटो राम्रो छैन, पर्खामासको बाटो त्यस्तै नै हो। अब म चाहिँ यहीँबाट फर्किन लाग्यो। ल फर्क्यौँ है त। गाउँतिर यस्तै छ, काम छैन, यत्तिकै हल्लिरहेको छु। साथीहरू पनि कोही छैन गाउँतिर, एक्लै हो अहिले त। साथीहरू सबै बजारतिर छन्। म पनि बजार गएको थिएँ, 10 दिन जति बसेँ अनि अस्ति मात्र आएको गाउँमा। 10 दिनसम्म बाइक त्यत्तिकै बसेको थियो। घरमा चलाउने मान्छे पनि नहुने, बाबा हुनुहुन्थ्यो, बाबाले चलाउन नजान्ने। अनि आउन त म अस्ति आएको थिएँ। अस्ति चाहिँ बाइक भित्र थियो, बाहिर चाहिँ बाइक निकाल्ने ठाउँमा चाहिँ काम हुँदै थियो, त्यहाँ निकाल्न पाइएन। त्यही भएर हिजो र अस्ति काम भयो। अनि हिजो काम सकाएपछि आज बल्ल मैले बाइक निकालेको छु। आज यसो बाइकमा केही समस्या छ कि भनेर यसो टेस्ट राइड गर्न आएको। नत्र कतै घुम्ने ठाउँ पनि छैन। यसो गाउँतिर अब यस्तै छ बाटो पनि, बर्खामासको बाटो यस्तो सुलिङ गरेको छ। यतातिर अलिकति सुलिङ भएर मात्रै छ यो टेर्स अलिअलि, नत्र अरू ठाउँ त बाटो खतम छ। यो सुलिङले गर्दा क्यामेरा पनि अलि हल्लिरहेको छ। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। अब बिस्तारै बिस्तारै अपडेट हुँदै गर्छु म। सबैले सपोर्ट गरिदिनु होला है। सब्सक्राइब हानिदिउँ, सेयर गरिदिउँ है त। म चाहिँ यो चाहिँ फर्स्ट भ्लग हो। राम्रो त अब बोल्न पनि आउँदैन, अब बिस्तारै बिस्तारै सिक्केला नि भन्ने आशमा म बिस्तारै बिस्तारै भिडियो बनाउँदै गर्छु। तपाईँहरूले चाहिँ सपोर्ट दिनु पर्यो है त। ल म चाहिँ अब पर डाँडामा पुगेर घर जाँदैछु है। मेरो घर चाहिँ अलि अगाडि हो। बाटोहरू पनि गाउँतिर अलिअलि मात्रै, यता यो घरको वरिपरि मात्रै, नजिक मात्रै छ राम्रो। नत्र अरू ठाउँ त बाटो खतम छ क्या। यो बर्खा मासमा आमामा बेनी जाने बाटो त झन् 2टा गाडी चेन्ज गरी जानुपर्छ यार। सोलिङले गर्दा यस्तो उब्रिरहेछ। अब क्यामेरा जानु हल्लेको होला, माइन्ड नगर्नु होला है त। ल म चाहिँ गाउँमा यत्तिकै बसिरहेको छु, कामसाम छैन। अब घुमघाम गर्ने ठाउँ राम्रो छैन, यसो बाटो पनि राम्रो छैन, साथीहरू पनि कोही छैनन्। एक्लै अब यसो टाइम पास गर्नलाई पनि यसो भिडियो बनाऊँ न, भ्लग बनाऊँ न भनेर यसो सुरु गरेको हो। यो चाहिँ सुरुवात हो है त, मेरो फर्स्ट भिडियो। म चाहिँ यही हो है मेरो घरमा आइपुग्न लाग्यो। म चाहिँ यही घर आएको है। मम्मीले पनि भिडियो बनाएको हो कि के हो। कोसँग के गर्नु लाग्यो मम्मी? दाइसँग बोल्दै हुनुहुँदो रहेछ। ल है त, घर जाइयो है त।